नमस्कार साथीहरू, आज हामी कक्षा 8 को सामाजिक अध्ययन विषयको एकाइ 2 मा पर्ने विकासका पूर्वाधार पाठको अभ्यास छलफल गर्नेछौँ। यी प्रश्नहरू परीक्षाका लागि एकदमै महत्त्वपूर्ण छन्, त्यसैले हाम्रो युट्युब च्यानलसँग जोडिन नबिर्सिनुहोला र भिडियो मन पर्यो भने लाइक गरिदिनुहोला। आउनुहोस् आजको व्यावहारिक ज्ञानतर्फ जाउँ। पहिलो प्रश्न, विकासका पूर्वाधार भनेको के हो? उत्तर सुन्नुहोस्। विकासका लागि नभई नहुने आधारभूत कुराहरूलाई नै विकासका पूर्वाधार भनिन्छ, जस्तै शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बिजुली र खानेपानी। यी बिना देशको विकास असम्भव छ। प्रश्न नम्बर 2, नेपालमा खानेपानीको अवस्था कस्तो छ त? तथ्याङ्क हेर्ने हो भने 93% मानिसमा पानीको पहुँच पुगेको छ। तर दुःखको कुरा के छ भने शुद्ध र पिउन योग्य पानी पाउने मानिसहरू धेरै कम छन्। सहरमा पानीको हाहाकार छ भने तराईमा आर्सेनिकको समस्या छ। प्रश्न 3, VIMP गम्भीर र सुझाव दिने शैलीमा यो महत्त्वपूर्ण छ। अबको प्रश्न एकदमै महत्त्वपूर्ण छ, परीक्षामा धेरै सोधिने प्रश्न हो यो। नेपालको जनशक्ति पलायन अर्थात् ब्रेन ड्रेनलाई कसरी रोक्ने? यसका उपायहरू यसरी लेख्नुहोस्। 1. स्वदेशमै रोजगारीको सृजना गर्ने। 2. काम गर्नेको तलब र सुविधा बढाउने। 3. सही मान्छे सही ठाउँको नीति लागू गर्ने। र 4. राजनैतिक स्थिरता कायम गर्ने। यति गर्न सके कोही पनि विदेश जानु पर्दैन। प्रश्न नम्बर 4, दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति भनेको के हो? यसलाई सजिलोसँग बुझौँ। जसले विशेष पढाइ र तालिम लिएको छ, जस्तै डाक्टर, इन्जिनियर, त्यो दक्ष जनशक्ति हो। जसले थोरै सिप सिकेको छ, जस्तै ड्राइभर वा डकर्मी, त्यो अर्धदक्ष जनशक्ति हो। र जसले शारीरिक बल मात्र प्रयोग गर्छ, जस्तै भरिया, त्यो अदक्ष जनशक्ति हो। अन्तिम प्रश्न, यो पनि धेरै महत्त्वपूर्ण छ। नेपालमा ऊर्जाको विकासले परनिर्भरता कसरी घटाउँछ? हेर्नुहोस्, यदि हामीले आफ्नै देशको जलविद्युत प्रयोग गर्यौँ भने डिजेल र पेट्रोल किन्नु पर्दैन। यसले देशको अर्बौं रुपैयाँ जोगिन्छ, उद्योगहरू चल्छन् र रोजगारी बढ्छ। त्यसैले ऊर्जाको विकासले हामीलाई आत्मनिर्भर बनाउँछ। यति नै, यी महत्त्वपूर्ण प्रश्नहरू कापीमा टिपेर पढ्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद। अब तिमीले सबै कुरा बुझ्यौ। परीक्षामा अब हतारिनु पर्दैन। यसै एकाइबाट आउने नम्बर अब तिम्रो खल्तीमा छ। कापी निकाल, टिप रिपिट गर। अर्को भिडियोमा अझै सजिलो नोट्स लिएर भेटौँला।